नमस्कार, के तपाईँ पनि ज्योतिषी बनेर आफ्नो अथवा आफन्तको हराएको सामान पत्ता लगाउने हो? यदि हो भने तपाईँलाई म एउटा मन्त्र दिनेछु, फर्मुला दिनेछु। मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोस्। फर्मुला के छ भने एन्सर इन्टु 2 + 13 / 7। यसमा चाहिँ तपाईँले हिसाब गरेर निकाल्नुहोस् र निक्लेको अन्तिम फल चाहिँ तपाईँको सामानको अवस्था हो। अब एन्सर भने के हो त भन्दा तपाईँ कहाँ कोही मान्छे आयो, तपाईँले सोध्नुभयो किन आएको भनेर, उसले जवाफ दिन्छ होइन। कसैले लामोमा देला, कसैले छोटोमा देला। अब उसले भन्ला मेरो मोबाइल हरायो हेरिदिनुहोस् न। अब यही कुरालाई हामीले फर्मुलामा ढालौँ है त। मेरो मोबाइल हरायो हेरिदिनुहोस् न गर्दाखेरि 15 शब्दमा उसले एन्सर दियो होइन। अब यो 15लाई 2ले गुणन गर्नुहोस्। 15 × 2 = 30, 30मा 13 जोड्नुहोस् 43, 43लाई 7ले भाग गर्दा 7 × 6 = 42, 43मा 42 घटाउँदा 1। यो 1 चाहिँ तपाईँको सामानको अवस्था हो होइन। अब जम्मा शेष कतिवटा हुन्छ भने 0 देखि 6 सम्म हुन्छ। अब 0 शेष आयो भने त्यो मान्छेलाई तपाईँ फेरि भोलि एकचोटि आउनुहोस् भन्नुहोस्। अब उसले भोलि आएर कतिवटा शब्दमा चाहिँ एन्सर दिन्छ, त्यो शब्दलाई फेरि हिसाब गर्नुहोस्। अब 1 आयो भने जहाँको त्यही छ, तपाईँले जहाँ छोड्नुभयो त्यही छ, यसको मतलब चाँडो खोज्नुहोस्। 2 आयो भने भेटिँदैन, गैल भैँस पानीमा। अब 3 आयो भने वरपर छ, केही सामानले छोपिएको छ हो। अब 4 आयो भने कसैले फेला पारिसक्यो तर भेट्न सक्नुहुन्छ, भनेपछि इमान्दार मान्छेको हातमा पर्यो अथवा चिनजानमा पर्यो। अब 5औँमा गयो भने कसैले फेला पार्यो, भेट्न गाह्रो छ, भनेपछि कि नचिन्यो मान्छे पर्यो कि यो बेमान मान्छे पर्यो। अब 6मा 6ले के भन्छ भने तपाईँको सामान केहीले पुरिएको छ, जमिन मुनि छ, तपाईँले भेट्न समय लाग्छ हो। अब यसरी तपाईँले अरूको त जोखाना हेर्नुभयो भने तपाईँले आफ्नो जोखाना कसरी हेर्ने भन्दा तपाईँले आफन्त साथीभाइलाई यो फर्मुला नबताई भोलि तपाईँको ठाउँमा त्यो साथीलाई खडा गरेर तपाईँले सोध्नुहोस्, उसले जवाफ दिन्छ। कोहीसँग नबोली उसलाई सोध्नुहोस् र भन्नुहोस्, कोहीसँग नबोली मलाई भेट्न आउनु भन्नु र तपाईँले यसरी नै सोध्नुहोस्, उसले जवाफ दिन्छ। कतिवटा शब्दमा जवाफ दिन्छ, 5 वटा 10 वटा 15 जतिवटा शब्दमा जवाफ दिन्छ, त्यो शब्दलाई हिसाब गरेर फर्मुला ढालेर यसरी नै तपाईँको सामान पत्ता लगाउनुहोस् है। यो चाहिँ विशेष ज्योतिषीले दिएको नै एउटा फर्मुला हो। मेरो भिडियो कस्तो लाग्यो? यदि नबुझे तपाईँलाई म लेखेर देखाउँछु, अर्को भिडियो मलाई कमेन्ट गर्नुहोला।